जब भुन्टीको गर्भमा बच्चा नै नरहिसकेपछि अब के भूपेन्द्र र बुन्टीको मिलन हुन्छ त? हो दर्शकबिन, आज म तपाईँहरू सामु यही ठुलो सानो चर्चा लिएर आएको छु। हो दर्शकबिन, जब भुन्टीको गर्भमा बच्चा नै नरहिसकेपछि अब भुन्टीले नै आफै डिभोर्स मागेका छन् भूपेन्द्रसँग। जब भूपेन्द्रसँग डिभोर्स मागिसकेपछि भुन्टीले यस्तो माग गरेको छन् कि भूपेन्द्रको भने होस उडेको छ। जब भुन्टीले यस्तो माग गरिसकेपछि भूपेन्द्रले भने केही बोल्न सकेको छैनन्। जो माग भुन्टीले गरेको छन् त्यो माग जबसम्म पुरा हुँदैन तबसम्म मैले डिभोर्स दिँदैन भनेर भुन्टीको भनाइ छ। त्यसै बेलामा एक्कासी सुकुमाया पुगेको छन् त्यहाँ। जब सुकुमाया पुगिसकेपछि भूपेन्द्रले भने भुन्टीलाई फेरि अर्को आरोप लगाएका छन्। यसले बच्चा एब्रोसन गरेर फाली भनेर छुट्टो आरोप लगाएका छन्। फेरि जब त्यो आरोप लगाइसकेपछि सुकुमायाले भने ठाडो चेतावनी दिएका छन् भूपेन्द्रलाई, यदि तैँले मेरो मितिनज्यूसँग बस्नु छैन भनेपछि तैँले मेरो मितिनज्यूले मागेको माग पुरा गर अनि मात्रै तैँले डिभोर्स पाउँछस्, होइन भनेपछि झुटो आरोप लगाउन तैँले पाउँदैनस्। तैँले बारम्बार मेरो मितिनज्यूमाथि आरोप लगाई गरिराखेको छस्। तँलाई ठिकै छ, तँलाई मेरो मितिनज्यूसँग बस्नु छैन भनेपछि मेरो मितिनज्यूले मागेको माग पुरा गर अनि तैँले छुटकारा पाउँछस् भनेर भनिसकेपछि भूपेन्द्र भने केही बोल्न सकेको छैनन्। हो दर्शकबिन, तर भूपेन्द्रको दाइले भने हात जोडेर माफी माग्दै भनेको छन् जसरी हुन्छ यिनीहरूलाई मिलाउनुपर्छ। तपाईँले नि बुझ्नु भएको छ र यिनीहरूको जिन्दगी बिगार्नु हुँदैन। हामीले अहिले सानो गल्तीले गर्दाखेरि अहिले भोलि ठुलो समस्या आइपर्न सक्छ भनेर हात जोडेर माफी मागेका छन्। तर सुकुमायाले फेरि उल्टो जवाब दिएका छन्, तपाईँले सानो सोच्नु भएको छ? यति ठुलो आरोप लगाइरहेका छ यो मान्छेले, तपाईँले देख्नु भएको छैन, सुन्नु भएको छैन? बारम्बार, एकचोटि होइन दुईचोटि होइन, बारम्बार मेरो मितिनज्यूमाथि यस्तो झुटो आरोप लगाइराख्ने यसले। ठिकै छ, मेरो मितिनज्यूसँग बस्नु छैन भनेपछि मेरो मितिनज्यूले मागेको माग पुरा गर अनि तँलाई डिभोर्स दिनुहुन्छ भनेर सुकुमायाले भनेका हुन्छन् र भुन्टीको बाआमाले पनि त्यही भनेका हुन्छन्। हो दर्शकबिन, जब भुन्टीको माग पुरा हुन्छ तब मात्रै डिभोर्सको पेपरमा साइन गर्छु भनेर भुन्टीले पनि अडान गरेको छन्। उता भने भूमिकाको विवाह नहुने भइसकेपछि भूमिका भने आफ्नो भाउजूले अराएको काम गर्दै बस्दै गरेका छन्। हो दर्शकबिन, यता भने जब भुन्टीले म गरेको माग जबसम्म पुरा हुँदैन तबसम्म भुन्टीले म डिभोर्स दिँदैन भनेर भनेका हुन्छन्। हो दर्शकबिन, अब यतिकैमा यो भाग सकिएको छ। अब आउने भागमा के हुन्छ त? के अब भुन्टीले गरेको मागेको माग पुरा गर्छन् त भूपेन्द्रले? हो दर्शकबिन, यो कुरो थाहा पाउनको लागि अर्को भिडियो पक्कै पनि लिएर आउनेछु भन्दै हजुरसम्मबाट बिदा हुन चाहन्छु। हस्त नमस्ते।